हाई एभ्रिवान, स्वागत छ हजुरहरूलाई मामु छोरा युट्युब च्यानलमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म मेरो छोरा दिदी हामी दुवैजना सन्चै छौँ। अनि आज चाहिँ रहेको छ तिहार, सो सबैजनालाई ह्याप्पी तिहार। अनि हामी पनि आज हाम्रो तिहार त छैन, तर पनि हामी चाहिँ खानपिनमा तयारी गर्दैछौँ। हामी चाहिँ सास ससुरा चाहिँ पहाड जानुभएको छ तिहार मनाउन। मेरो माइतमा चाहिँ छैन, घरमा चाहिँ छ। मेरो माइतमा नभएको भएर म चाहिँ गएको छैन। मेरो सास ससुरा चाहिँ तिहार मनाउन जाजरकोट जानुभएको छ। अनि घरमा चाहिँ म, नानी र मेरो बहिनी आएको छ। हामी तीनजना छौँ। सो हामी त्यसैको लागि चाहिँ तयारी गर्दैछु, खाना पकाउँदैछु। तिहार मान्न जान नपाए पनि खाना त पाइयो नि, होइन? सो भात बसालिसकेँ, दाल सिटी लगाइसकेँ। अब पुर्याउँदैछु पापड र प्राउन। तिनजनालाई मात्रै हो, त्यही भएर थोरै थोरै पुर्याउँछु। त्यहाँबाट तरकारी बनाउनु पर्ला। पाक्दैछ अब मासु पाक्छु। त्यसपछि अचार बनाउने तयारी, पापड प्राउन पनि खुवाइसकेँ। भात पनि पाक्दैछ, दाल चाहिँ भइसक्यो। अब सिटी मात्रै लगाउनुपर्छ। मासु मेरो छोरोको पहिलो तिहारमा मेरो छोरो यस्तो छ। यी छोरो निधार खाली आफ्नो दिदी न बहिनी नभएपछि यस्तो हुन्छ नि। अनि त्यही भएर मम्मीलाई छिटो छिटो बहिनी पाउन भनेछ है। अब दादा ठुलो भइहाल्नु भयो। हे भगवान्, अनि कहाँ बस्नु जान्छ त फेरि? यता हेर, यतै पनि डुङडुङ उतै पनि डुङडुङ। भएन है छोरो। हाम्रो तिहार यस्तरी सुतेर मनाइरहेको छ। म जस्तै भैली नखेलेर यस्तै कोठामा सुतिराख्ने मान्छे को होला? यो पनि छ, यो पनि छुट्टै छ। म पनि छु, अनि मेरो डल्ले छोरो पनि छ। आउँछु। हाम्रो तिहार यस्तै गइरहेछ। अनि मेरो छोरोको पहिलो तिहार हो। अहिले नाना साना लाएर हिरो बनाएर फोटो खिचेर नि छोरी। यी दिदी बहिनी नभएर यस्तो छ। दाइ भाइ टाढा भएर यस्तो छ। दाइ भाइ टाढा, त्यही माथि जुठो लागेको। अनि मेरो छोरो चाहिँ यहाँ दिदी बहिनी नभएर यहाँ आफ्नै आफ्नै तालमा सुतिरहन्। मोज छ। खाना खाइसक्यौँ, पार्टी हानिसक्यौँ। अब एकछिनमा फोटोसुट गर्ने हो। तिहार भन्ने चिज यस्तै हो। मान्छेको घरमा टिका लागिसक्यो होला, हाम्रो घरमा मेरो छोरी हेलो भन्देऊ न। हेलो, कहाँ अड्काएको होला कायौँ नि?
मामु मामु यहाँ मा गरिदेऊ न यहाँ मा गरिदेऊ खै गरिदेऊ गरिदेऊ गुड छोरी कति ज्ञानी छ मेरो छोरो छोरी जिउवा छोरी जिउवा जिउवा जिउ गरिदेऊ न खै मामुलाई जिउ जिउ ठुली ठुली गरेको खै यसो गर्नु हुँदैन कि बेबी आँखा हो फोरी हो छ्या जिउवा खै ठुली ठुली गरेको खै यसरी छोरी यसरी ठुली ठुली गरेको खै ल जिउवा ए भगवान् जिउ गरिदिनौ जिउ गर नत्र म बोल्दिनँ तिमीसित कट्टी उज्जा उज्जा बोल्दिनँ म अब माया गरेको कि थुक थुक लगाइदिएको गालामा थाहै छैन उज्जा म बोल्दैन कसम रिसा छु कट्टी होइन हानेको हेर्न हानेको कति कस मेरो माथि मा गरिदियो मामुमा छोरीमा खै मा नानीको राम्रो छोरी यहाँ मा गरिदिन्छु न यहाँ आऊ न छोरी उसको सुर मात्रै जानुपर्छ बल्ल गर्छ नत्र गर्दैन म राम्रो देखेछु नि आफ्नो तारिफ आफै हेर्नु माला केही पनि निकालेन हौ यहीसँग फोटो खिच्नु त्यही मालासँग आइदिनु बिच हेर्न कति अग्ला हुनु है बहिनीपट्टि टिभी जस्तो छ्या हेर्नु कति नराम्रो फोटो खिच्नु भिडियो नबनायो एकदम बाहिर फोटो खिच्नु और माथि चढ्न अहिले कस्तो नराम्रो आएको कि फोटो पनि छ एउटा आइफोन किन्न पठाउनु पर्यो तपाईँको दाइलाई खुबै माथि माथि तिहार नभएपछि यस्तै हो नि कस्तो गर्छ यो उगे भिडियो के अरे त्यो के भन्नु बिर्सिगएँ म कलर हेरिदिन्छु ए गीत लगाइ तेरो बाजे बजाइदिएपछि तिमीलाई मैले मेरो नाति हेर्न बोलाएको नाति हेर्न बोलाएको कि तिमीलाई गिराउन बोलाएको भनेर होइन लखर्छन् अनि त्यहाँ अरूले तिहारमा टिका लगाएर बस्यो होला नि मेरो छोरोको निधार हेर न उहाँ हो त्यही भएर छोरो रविना मगर मलाई लगाइदिने भन्दै कसलाई बाबुलाई जुठो परेको अब कहाँबाट जुठो नपरेको भए त पनि हो अन्त त्यहाँ उसको छुट्टै छ दिनहरू गाजरकोटहरू जाजरकोट छुट्टै भोलि भिडियो हालेका के कपडा फेरौँ के को पार्टी आयो नानी आउनु अनि मैले
मैले हिजो पठाइदिएन डिलिट गरिदिएँ मैले अझै आएको कि हजुर 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 यतातिर राम्रो मन्दिरमा आएर के गरेको त्यस्तो आऊ अब घुम्न जाऊँ यतातिर बरु मान्छे आएको छन् फोटो खिच्ने हो र नानी तपाईँ नानी फोटो खिच्नु हुने हो र के फोटो अरे अब ओ यहाँ मन्दिरमा फोटो खिच्ने हो र भने त्यहाँ अघि उज्यालोमा मात्रै राम्रो आएको थियो यहाँ त हरियो हरियो होइन यस्तो हामी एलियन हो त्यही भएर आउने यतातिर जाऊँ हामी कति कालो आयो नि यतातिर राम्रो आएर के अनि डेकोरेसन आएन डेकोरेसन आउँदैन राम्रो आउँथ्यो नि हामी यस्तै उता हेर न यो घुम्न पाएपछि खुसी हुन्छ नत्र बिरामी हुन्छ अनि छोटो छोटो भिडियो बनाऊ है अब धेरै नबनाऊ डराइरह उहाँ त्यो हिँड्न आऊ 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 आइज सानो आऊ ओइ उठाउनु उठाउनु मैले भनेको लोड छ त्यो अहिले यो धेरै बेर हटिनै सकेन होइन चप्पल लगाएपछि अलिक अप्ठ्यारो मान्छ कि यो अनि धेरै बात नगर्नु सक्छ जरा हाम्रो एलियनको ग्याङ हेर यहाँ तिमीहरू पनि एलियन देखेछ त्यही त भनेको छु त हाम्रो एलियनको ग्याङ भनेको छु मैले तिमीहरूलाई मात्रै थोरै न भनेको छु त पहिलो नम्बरमा त हाम्रो बितिजा नै हो अनि मैले कि त म होइन यिनीहरू मात्रै भनेर एउटा कुरा के न त मैले म होइन तिमीहरू मात्रै हो भनेको छु नि नानी कस्तो छ हौ देख्यो मन्दिर हेर्नु बल्ल देखेन नि त्यहाँ मन्दिरको डेकोरेसन यस्तरी बागेश्वरी मन्दिर डल्लो दिवसहरू कतिखेर आइपुग्छ दिवस मात्रै हो कि आउनु लागेको हो यहाँबाट बल्ल आउनु ल यहाँबाट देख्यो मन्दिर देखेको छ कि कता छेक्यो आइज बिचाइ त पनि आयो यस्तो गर्ने कसरी फोटो खिच्नु गर्ने यहाँ हेर्न यहाँ हातमा हेर्न अब मम्मी मामा घर जाने बेलासम्म बाइक चलाएर रेडी पार्ने होला नि आमा छोरा बाइक गाडीमा अब गाडी रोक्ने बित्तिकै रुन्छ के अरे अब यसो गाडी रेडी पार्ने होला आमा छोरा सर जाने होइन छोरा हाम्रो तिहार यस्तै गइगयो नि अनि न दसैँ न तिहार अनि दसैँ त लाग्यो हेर न लु लु छोरी म्याउ छोरी टिकिस हो ठोक्दे टाउको अनि टिक टाउको फुटाइदे कम्पिटिसन डिस गर्नु डिस गर्नु डिस भन्नु न डिस हो अब ठोक्छ कस्तरी हान्छ त्यो छोराले कस्तरी हान्छ भने कि नै बाइकमा आएको म
तँलाई बुहारी पठाइदिनु पऱ्यो नि अनि तँलाई बुहारी दिने हो नि हेर्नु कति आउला नि भाइ बहिनीहरू दाइ भनेर हिँड्नु पर्छ जस्तो लाज गराउँदैछ दिदीको यहाँ एउटा फोटो खिच्दैन यहाँ राम्रो बनाउनु तर यस्तो खतरा डेकोरेसन हो नि म भिडियो बनाउन लाग्छु के ओहो नानी त्यो बत्ती हो अपोजिट परेछ आउनु ल हामी यसरी तपाईँलाई सुहाएन हौ त्यस्तो बोलेको यतातिर खिच्यौँ त्यो फोटो